किरण दिदी आफै उपस्थित हुनुभएको छ नारी विरङ्गनाको लागि कलश यात्राको लागि सबैलाई पहिरनको लागि ड्रेस युनिफर्म र यहाँनिर नारी विरङ्गनाको सबै महिलाहरू छ र यसरी हाम्रो उत्तराखण्डको पनि यसरी महिला दिदीबहिनीहरू यसरी भेला हुनुभएको छ र यहाँनिर हामी उत्तराखण्डको महिला दिदीबहिनीहरू रहेका छौँ र उहाँ हाम्रो धनिका कान्छीकाकी उहाँ केन्द्रीय समितिमा हुनुहुन्छ उहाँहरूले व्यवस्था मिलाइराख्नु भएको छ सम्पूर्ण उहाँको हातबाट भोलि कलश यात्राको लागि लाउने चुनरी र ब्याज वितरण भइरहेको छ सम्पूर्णले यसरी लामाखेडा यसरी हामी सम्पूर्णले उहाँको हातबाट चुनरी र ब्याज प्राप्त गरिरहेका छौँ होइन परै आज त चादरतिर कति छ होला सौरेनी चेप दिनु भएन सुना हजुर कसरी चेप दिनु भएन